पक्कै पनि खाना बनाउन लाग्यो अलि अब यति दुईटा गेडा सुन्तला लिएर आएछु त प्याउले फकाउँछु भात पनि पाके होला अनि मजाले भाषा पर्ला सुक्या गुन्द्रुक प्याउले प्याउले तलै जो खुब गङ्गानेको आलु चोरेर लगेर बेचेर दुईटा गेडा सुन्तला लिएर प्याउली भन्ने आउँदो रहेछ है खुब के कुरा गरेको के सुक्या गुन्द्रुक अब कसको आलु चोरेँ मैले होइन यस्तो नहुने कुरा कसले सुनाउँछ क्या तँलाई खेलले त मलाई न घर न घाटको बनाउने भइगाने के गर्ने होला हेर प्याउली यो बाहिरको कुरा सुन्ने काम नगर के तिमीले यसरी बाहिरको कुरा सुन्ने अरूको कुरा सुन्यो भने त घरमा बिग्रिहाल्छ नि के गर्ने होला ए के गर्ने होला यस्तै गर्दै गयो भने ए असीले छपाउँछ अनि बल्ल थपौला के गर्ने भनेर हे तेरिका के बोलेको होला सुक्या गुन्द्रुक अब आँसीले मलाई छप्काएपछि अनि तेरो हालत के हुन्छ म बिना त बाँच्न सक्छस् सुक्या गुन्द्रुक अलिक विचार त गर्नुपर्छ तिमी बिना बाँच्न नसक्ने जस्तो लाग्छ यो प्याउलीलाई तिमी बिना पनि बाँच्न सक्छु तिम्रो के छ र एक चिम्टी सिन्दुर त हो त्यही पनि लाउन छोडे खाली छ सिउँदो के कुरा गरेको प्याउली तिमीले अब म बिना बाँच्न सक्ने तिमी अनि सिन्दुर पनि लाउन छोड्यौ यस्तो कुरा नगर न प्याउली गाउँले सुन्यो भने के भन्लान् यो म बिना बाँच्ने म बिना नबाँच्ने भन्ने कुरा गर्नुभन्दा बरु नरिसाउनु बरु सुन हेर त ए मैले सुक्याएको तिमीलाई भने त सुन्तला साह्रै मनपर्छ नि ए सुन्तला ल्याइदिएको छु ल लाउ त सुन्तला यसरी खुसी भएर सुन्तला खानुपर्छ अनि यो दुईटा गेडा सुन्तला कहाँबाट ल्याएको त अब जहाँबाट ल्याए पनि के भयो तिमीलाई मनपर्छ कि पर्दैन भन त मनपर्छ नि हो मनपर्ने भएपछि ल खाऊ त आनन्द माया त गर्छन् क्या फेरि माया अहिले म तपाईँ नै बाँच्न सक्छु भने मान्छेले अलिक सियो दुईवटा गेडा सुन्तला पनि मायाले ल खा भनेर दिइन् ल खाना पकाइछौ पकाएको छैन पकाएको छु आऊ प्याउली मेरो त माया गरिहाल्छु नि जति रिसा नि सुक्या गुन्द्रुक